दुई भाइ चाहिँ पर पुगिसकेछन् यहाँनिर। हेर्नुहोस् अब यो सिजन तपाईँले यो के भन्नुहुन्छ यसलाई, यो बसन्त ऋतु नै भनिन्छ। तर हेर्नुहोस् जङ्गलहरू अलिकति सुक्खा परिरहेको छ है। यो टोटली हाम्रो सायदै अब गभर्मेन्ट अफ सिक्किमको अन्डरमा बर्ड सेङ्चुरीको अन्डरमा छ जस्तो लाग्छ मलाई यो एरिया। यो तपाईँले यो वाइल्ड लाइफभित्र यो जम्मै देख्नुहुन्छ यो हरिहरी पातहरू भएको सबै यो के हो भन्नुहुन्छ नि, यो थाकलको प्लान्टहरू हो। हामी एक्चुली चाहिँ आज चाहिँ भन्नुपर्दा हामी चाहिँ मेखलामा एउटा बिहालाई पर्सेर हामी सुम्बुकको बिहातिर लागिरहेको छौँ। तर बिचमा इन बिट्विन चाहिँ हामीले चाहिँ यो जग्गामा आएर यसो घुमघाम गरौँ भनेर सोच्यौँ र हामी 4 भाइ छौँ र हामी यसरी जाँदैछौँ र एकदमै राम्रो छ। यो औल भेगको जग्गा हो र अझै तपाईँहरूलाई म देखाउन चाहन्छु। अलिक अगाडि गएपछि अलिक राम्रो दृश्य छ, तबसम्म म पर्खिनुहोस्। दुई भाइको फोटोग्राफी हुने हो? अच्छा, काकाको हो क्यामेरा कि साइलाको? ए ल, काकालाई त दामी दामी फोटो खिचिदिनुपर्छ है, काकीलाई देखाउनु पर्छ नि त भरे गएर। यहाँ हाम्रो ज्वाइँले यहाँ के एउटा स्पेसल सामान ल्याउनु, यो के ल्याउनु भएको तपाईँले? यो थाकल है, यसलाई जो उहाँले भन्नुभयो थाकल, यो छिपेको रहेछ? ठिकैको भएको रहेछ, टेस्ट गरेर भन्नुहोस् न। ठिकैको रहेछ। यसलाई दबाईको रूपमा हुन्छ? हुन्छ होला दबाई। यो डायबेटिक पेसेन्टले खाँदा हुन्छ? त्यसो भने यो एउटा ओखतीको कामै गर्छ है यसले। यो समयको फल हो। समयको फल हो। हाम्रो यहाँ बेस्ट ब्लगर आउनु रहेछ है। रातो स्वेटरमा रानी चरी जस्तै, रानी चरा होला हौ है उहाँ त, रानी चरा जस्तो लाग्यो। काका लाइभ हो? अरे ल ल ल ल, हेर्नुहोस् न पगडन्डी, हेर्नुहोस् त, सो ब्युटिफुल। अनि मौसम भने यहाँनिर तपाईँहरूले सोध्नुभयो भने एकदम कस्तो छ भने न्यानो छ, वार्म टेम्परेचर। हामी वाच टावर पुग्न आँटेको छौँ अहिले।